हेलो एभ्रिवान, म हुँ जुना श्रेष्ठ। स्ट्रिट नेपालमा सबैजनालाई स्वागत छ। मलाई राइडिङ एकदमै मनपर्छ, विशेष गरी बाइक राइडिङ। तर अहिले पेट्रोलको भाउ यस्तो बढेको छ, यस्तो समयमा राइड जानुभन्दा अगाडि धेरै सोच्नुपर्ने हुन्छ। यो समस्या धेरैजनाले भोग्नु पनि भयो होला। तर यस्तै समस्याको बिचमा बजारमा चाहिँ नयाँ बाइक लन्च भएछ, जसको क्लेम्ड रेन्ज प्रति लिटर नै 60 किलोमिटरभन्दा बढी। धेरैजनाले मैले कुन बाइकको बारेमा कुरा गर्दैछु भन्ने बुझिसक्नु भयो होला। हो, म कुरा गर्दैछु यामाहाको रिसेन्टली लन्च FZS FI हाइब्रिड बारेमा। आज म हजुरहरूलाई यो भिडियो मार्फत यो बाइकको विशेषताहरू, अल टेक्निकल स्पेसिफिकेसन्स र फिचर्स बारेमा बताउनेछु र अन्तिममा हाम्रो स्पेसल गेस्ट हुनुहुन्छ, उहाँको पनि यो बाइकसँगको राइडिङ एक्सपिरियन्स सेयर गर्नेछ। यामाहाको यो FZS FI हाइब्रिड भन्ने बित्तिकै धेरैलाई ब्याट्री र पेट्रोल दुवैबाट चल्छ कि भन्ने लाग्न सक्छ, तर त्यस्तो होइन। यो माइल्ड हाइब्रिड हो। जब तपाईँ जामबाट वा जेरो स्पिडबाट अगाडि बढ्नुहुन्छ, यसको ब्याट्रीले 3 सेकेन्डका लागि एउटा पावर बुस्ट दिन्छ। यसले गर्दा पिकअप झट्काका साथ बढ्छ र इन्जिनमा लोड कम हुनाले माइलेज पनि राम्रो हुन्छ। नेपालको ट्राफिकमा यो फिचर साँच्चैकै वरदान साबित हुन सक्छ। यो बाइकमा तपाईँले SMG अर्थात् स्मार्ट मोटर जेनेरेटर सिस्टम पाउन सक्नुहुन्छ, जसले गर्दा स्टार्टिङमा कुनै आवाज बिना वान पुसमै स्टार्ट गर्न सक्नुहुन्छ। सुरुमा हामी यो बाइकको लुक्सकै कुरा गरौँ। FZ सधैँ यसको अग्रेसिभ र मस्कुलर स्ट्रिट फाइटर लुक्सको लागि प्रख्यात छ। यो बाइकको पनि लुक्स एकदमै हेभी, बल्की, अग्रेसिभ त्यो त देख्न सक्नुहुन्छ। सुरुमा अगाडिपट्टि हामीले LED हेडल्याम्प पाउन सक्छौँ, त्यसै गरी पछाडिपट्टि नि LED, तर नयाँ डिजाइनको LED टेल लाइट पाउन सक्छौँ। यसको इन्डिकेटर्सहरू पनि ह्यान्डलमै इन्टिग्रेट भएको हुनाले लुक्स मोर क्लिन र निट देखिन्छ। त्यसै गरी यसको चाबी राख्ने ठाउँ पनि हामी ट्याङ्कको यता अगाडिपट्टि पाउन सक्छौँ। यो इन्स्ट्रुमेन्ट क्लस्टरभन्दा तल जुन प्राय हुन्छ त्यस्तो छैन, त्यो हुनाले यता अगाडिको सेक्सन पनि एकदमै क्लिन, निट, टाइडियर चाहिँ पाउन सक्छौँ। त्यस्तै यसको सिट पनि दुईजनाको लागि यो इन्टिग्रेटेड सिट नै भयो, कम्फर्टेबल खालको छ। जो राइडर हुनुहुन्छ उहाँको लागि यो सिट अलिकति हाइट तल नै छ, त्यही भएर हामी जस्तो अलिकति कम हाइटकोले पनि अलिकति सजिलै गरी यो चलाउन सक्नुहुन्छ। त्यसै गरी लङ ट्राभलिङको लागि पनि यो प्रकारको सिट एकदमै कुसन, वेल कुसन सिट भएको हुनाले ढाड दुख्नेदेखि लिएर ब्याक पेनको समस्या पनि अलि हुँदैन। पछाडि ह्यान्डल, यो ग्रिप, यो समाउनको लागि पनि ग्रिप पनि राम्रै छ।